साथीहरु हामी खेल खुसी हुनको लागि इन्जोयको लागि मनोरञ्जनको लागि हेर्छौं हैन। तर यदि आफूले चाहेको खेलाडी स्तब्ध हुन्छ भने या गेम हारिन्छ भने त्यही खेलले हामीलाई एकदमै पीडा पनि दिन्छ। त्यस्तै हिजोको गेममा भएको थियो। एकदमै दुःख लाग्यो मलाई। म एकदमै बिग फ्यान हो रोनाल्डोको, एकदमै ठुलो फ्यान हो। म चाहन्थे कि यसपालि उहाँले नै कप उचालेर लगोस् भनेर, तर भएन। तर केही छैन, तपाईँ एउटा महान खेलाडी हो, गेम हो, गेममा हार्नु तपाईँले त्यसलाई अब झुटो बनाउन सक्दैन, सत्य हो। खेलमा हार्नु होइन, तर उहाँको भिडियोहरू हेर्दा एकदमै सेड, एकदमै सो भिडियो हेर्नुहोस्, इन्जोय गर्नुहोस्। के गर्नु, खेलले त्यतिसम्म दुःख पनि दिँदो रहेछ, दुःख पनि एकदमै दुःखी बनाउँदो रहेछ। एउटा फ्यानलाई पनि यदि दुःख बनाउँदो रहेछ भने त्यहाँ प्रत्यक्ष खेल्ने खेलाडीहरूलाई पनि दुःख बनाउँदो होला भन्ने कुरा त्यो आफै सोच्नुहोस्। खेल भनेको यस्तै हो, पहिले एकदमै खुसी बनाएर एकदमै आकाशमा उचालिन्छ, कहिले एकैचोटि छिया छिया भयो।